हेलो एभ्रिवान वेलकम ब्याक छ तपाईँहरूलाई पढ्न बस्नु युट्युब च्यानलमा। भोलि ट्याक्सेसन इन नेपालको एक्जाम छ र हामी त्यही ट्याक्सेसन इन नेपालबाटै एकदमै सजिलो क्वेसन जुन चाहिँ 15 मार्क्समा सोध्ने गरिन्छ है। एकदम सजिलो क्वेसनमा जे छ त्यही सुई 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 सार्ने बित्तिकै हाम्रो चाहिँ 15 मार्क्समा सोधिन्छ। तर 15 मार्क्सबाट पनि हामीलाई दुईटा डिभाइड भएको हुन्छ। यो क्वेसन चाहिँ क्वेसन नम्बर 17 को एमा सोध्ने गरिन्छ हैन। अब क्वेसन नम्बर 17 मा ए र बी भनेर दुईटा क्वेसन दिएको हुन्छ। एमा यो सोध्छ र बीमा अर्को सेट अफ क्यारी फरवार्ड भन्ने च्याप्टरबाट सोध्छ। त्यो च्याप्टरको क्वेसन पनि हामी सल्भ गरेर हाल्ने नै छौँ। यो च्याप्टरबाट चाहिँ यति सजिलो क्वेसन हैन। क्वेसनमा जे कुरा छ त्यही सुई सुई सार मात्रै भने पनि 7 मार्क्स चाहिँ खुत्तुक खत्लीमा आउँछ र तपाईँहरूले यो एकदम सजिलो तरिकाले गर्न सक्नुहुन्छ। धेरै गफ नगरौँ, अब हामी लेख्नतिर जाउँ किनभने हामीसँग टाइम एकदमै थोरै छ। टाइम थोरै भएको कारणले नै मैले यहाँ फर्मेटहरू सबै रेडी बनाएर राखेको छु। क्वेसनतर्फ जाउँ। Assets traders provide the following details of the fixed assets under block B and block C भनेको छ। अब यो तपाईँले अगाडि नै हेरिसक्नु भएको छ। यो अहिले रिभाइज क्लासको रूपमा लिन्छौँ हामी। ब्लक ए, ब्लक बी, ब्लक सी भित्र के पर्छ, डिप्रिसिएसनको कुराहरू, यो यावत कुराहरू सबै कुरा तपाईँहरूलाई थाहा छँदैछ। अहिले चाहिँ तपाईँले रिभाइज मात्रै गर्दै हुनुहुन्छ हैन। अब पर्टिकुलरमा सुरुमा दिएको छ हाम्रो ओपनिङ डब्ल्युडिबी भनेको छ। ओपनिङ डब्ल्युडिबी ब्लक बी मा 4 लाख र ब्लक बी मा 9 लाख भनेर दिएको छ। हामी सुई त्यही सार्छौँ। ओपनिङ डब्ल्युडिबी भनेर सार्छौँ। ब्लक बी मा हाम्रो 4 लाख भनेर दिएको छ। ब्लक सी मा हामीलाई 9 लाख भनेर दिएको छ। यही चाहिँ हामी सुई सुई सार्छौँ ल। ओपनिङ डब्ल्युडिबी भनेको रिटर्न डाउन भ्यालु भनेर भन्छौँ है हामी डब्ल्युडिबी लाई। अब त्यस पछाडि छ न्यू एडिसन अफ असेट्स ड्युरिङ द इयर भनेको छ। अन असोज, अन फागुन, अन फर्स्ट वैशाख भनेर यहाँनिर अमाउन्ट दिएको छ। हामी के गर्छौँ, एड भनेर लेख्छौँ एडिसन ड्युरिङ द इयर। यो वर्षभित्र चाहिँ के कुराहरू चाहिँ के असेट्सहरू चाहिँ जोडियो त कम्पनीले हैन, त्यो कुराहरू यहाँ लेख्छौँ। अब अन फर्स्ट आश्विन, अन फर्स्ट आश्विन भनेर ब्लक बीमा 1,50,000 दिएको छ, ब्लक सीमा 0 दिएको छ। हामी 1,50,000 भनेर यहाँ लेखौँ इन्टु 3/3 को 1,50,000 नै हुन्छ यो, र यहाँ चाहिँ 0 छ। अब यो 3/3 कसरी लेख्यो भनेर सोच्नुहुन्छ होला हैन। हुन त तपाईँलाई थाहा छ, मैले भनिराख्नु पर्दैन, तर नि म एकचोटि यहाँ भनिदिन्छु। हामीले फर्स्ट 6 मन्थ जुन चाहिँ रहेको छ साउनदेखि पुससम्म चाहिँ हामीले 3/3 भनेर क्यालकुलेट गर्नुपर्छ। 303 है, 3/3 गरेर हामीले क्यालकुलेट जति अमाउन्ट दिएको छ त्यसलाई इन्टु 3/3 भनेर क्यालकुलेट गर्नुपर्छ। त्यस पछाडि 3 मन्थ्स, त्यस पछाडिको 3 मन्थ्स जुन चाहिँ रहेको छ माघदेखि चैतसम्मकोलाई हामीले के गर्नुपर्छ, 2/3 भनेर क्यालकुलेट गर्नुपर्छ। र लास्टको 3 मन्थ जुन चाहिँ हाम्रो वैशाखदेखि असारसम्मको हुन्छ, यहाँ चाहिँ हामीले 1/3 भनेर यसरी क्यालकुलेट गर्नुपर्ने हुन्छ यो सर्टेन असेट्सको अमाउन्टलाई। अब आश्विन भनेको छ, आश्विन भनेको हाम्रो फर्स्ट 6 मन्थभित्र पर्छ, त्यही भएर हामीले 3/3 गर्यौँ। अब अन फर्स्ट फागुन भनेर भनेको छ। अब फागुन भनेको हाम्रो सेकेन्डको 3 मन्थमा पर्छ, जुन माघदेखि चैतकोमा, त्यही भएर हामीले 2/3 भनेर गर्छौँ। यहाँनिर दुईटैमा ब्लक बीमा र ब्लक सीमा दुईटैमा 3 लाख इच भनेर दिएको छ। हामी त्यही भएर यहाँनिर 3 लाख भनेर लेख्छौँ इन्टु 2/3 भनेर गर्छौँ। 3 लाख इन्टु 2/3 भनेको हाम्रो 2 लाख आउँछ। क्यालकुलेटरमा तपाईँहरूले पनि गर्नु होला, 2 लाख भनेर आउने भयो यो भनेको हैन। त्यसै गरी अब अन 21 वैशाख, अब वैशाख भन्ने बित्तिकै हाम्रो लास्टको 3 मन्थमा पर्छ, वैशाखदेखि असारको, त्यही भएर हामीले 1/3 सँग क्यालकुलेट गर्नुपर्ने हुन्छ। यहाँनिर फर्स्ट वैशाख भनेर ब्लक बीमा 0 दिएको छ, ब्लक सीमा चाहिँ 6 लाख भनेर दिएको छ, त्यही भएर 6 लाख इन्टु 1/3 गरेर ब्लक बीमा त 0 भइहाल्यो, निल भइहाल्यो। ब्लक सीमा चाहिँ हाम्रो 6 लाख इन्टु 1/3 भनेको 2 लाख नै आउँछ यहाँ पनि हैन। यो कुरा हामीले लेख्यौँ। सुई केही गर्नु पर्दैन, क्वेसन सार्ने मात्रै काम हो क्या यहाँनिर। अब यो हामीले सकिसके पछाडि अब हामी के गर्छौँ भने टोटल, यसको टोटल निकाल्छौँ हामी। टोटल भनेर निकाल्छौँ, यसको टोटल निकाल्छौँ। 4 लाख 150 2 लाख भनेर निकाल्छौँ।
यो हाम्रो 7,50,000 हुन्छ 4,150 2 लाख गर्दाखेरि 750 भयो। अब यो 9 लाख 2 लाख 2 लाख 9 4 भनेको जम्मा जम्मी 13 लाख हुन आउँछ। यो भयो हाम्रो टोटल अमाउन्ट हैन। टोटल असेट्स भनेर भनौँ, टोटल अमाउन्ट चाहिँ यति भयो। ओपनिङ डब्ल्युडिबी र यो इयरमा हामीले किनेको असेट्सहरू जोड्दाखेरि जम्मा यति अमाउन्ट आयो। अब हामी यहाँ लेस गर्छौँ असेट डिस्पोज अफ ड्युरिङ द इयर भनेर भनेको छ। अब कुन कुन कतिवटा असेट्स कति कति अमाउन्टको असेट चाहिँ यो वर्ष हामीले बेच्यौँ अथवा डिस्पोज गर्यौँ भनेर भनेर यहाँ दिएको छ। ब्लक बीको आइटमहरू हामीले 50,000 सम्मको डिस्पोज गरेछौँ हैन। अब यहाँ लेख्छौँ डिस्पोज ड्युरिङ द इयर। डिस्पोज ड्युरिङ द इयर ब्लक बीको आइटमहरू हामीले 50,000 सम्मको भ्यालु डिस्पोज गरेछौँ र ब्लक सीमा पर्ने कुराहरू हामीले 1 लाख सम्मको के गरेछौँ भनेदेखि डिस्पोज गरेछौँ। अब यो हामीले टोटल निकाल्यो, टोटल असेट्स निकाल्यो र डिस्पोज गरेको भ्यालु निकाल्यो। अब यो गरिसकेपछि हामी के निकाल्छौँ भने यहाँनिर डिप्रिसिएसन भ्यालु। अब कति बाँकी कति चाहिँ हामीसँग बाँकी रहेको छ, कति भ्यालु चाहिँ कति असेट्सको भ्यालु हामीसँग बाँकी छ त्यसको हामी डिप्रिसिएसन निकाल्छौँ। त्यही भएर हामी यहाँ के लेख्छौँ डिप्रिसिएसन बेस भ्यालु भनेर लेख्छौँ र यसलाई हामी ए भनेर डेनोट गर्छौँ यसलाई है। अब यसमा चाहिँ हामीले यो जुन 7,50,000 माइनस 50,000 गरेर हाम्रो 7 लाख भनेर आउँछ। त्यसै गरी 13 लाख माइनस 1 लाख गरेर हाम्रो 12 लाख भनेर आउँछ। अब यस पछाडि रेट ब्लक बीमा कति डिप्रिसिएसन रेट लाग्छ, त्यसै गरी ब्लक सीमा कति डिप्रिसिएसन रेट लाग्छ यो हामीलाई थाहा छ। यो हामीले अगाडि नै यो च्याप्टर गर्दै गर्दाखेरि नै तपाईँले पढिसक्नु भएको छ होला। यो अहिले चाहिँ हाम्रो रिभाइज मात्रै हो हैन। हाम्रो ब्लक बीमा लाग्ने भनेको 25% लाग्छ हाम्रो ब्लक बीमा। त्यसै गरी ब्लक सीमा हाम्रो 20% लाग्छ। ब्लक सीमा हाम्रो बस मिनी बसहरू भयो हैन। त्यसै गरी अटोमोबाइल्सहरू यो कुराहरू पर्छ भने ब्लक बीमा चाहिँ हाम्रो कम्प्युटर डाटा प्रोसेसिङ अनि यो फर्निचर एन्ड फिक्चर्स लगायतको कुराहरू अफिस इक्विपमेन्टहरू यिनीहरू लाग्ने भएको कारणले गर्दाखेरि हाम्रो 25% यहाँनिर गर्छ अन डिप्रिसिएसन भनेर लेखौँ है। डिप्रिसिएसन भनेर लेखौँ र यसलाई चाहिँ हामी बी भनेर डोनेट गर्छौँ ल। अब यस पछाडि यो जति डिप्रिसिएसन अमाउन्ट छ यो रेटसँग घटाएर हामी यो घटिसकेको अमाउन्टलाई हामी के लेख्छौँ अलाउएबल डिप्रिसिएसन। अलाउएबल डिप्रिसिएसन भनेर लेख्छौँ ए इन्टु बी भनेर। यो 7 लाखको 25% भनेको 1,75,000 भनेर आउँछ भने यता 12 लाखको 20% भनेर हाम्रो आउँछ 2,40,000 भनेर आउने रहेछ। तपाईँहरूले क्यालकुलेटरमा हेर्नु होला यो पनि एकचोटि। अब यो सकिसके पछाडि हाम्रो क्लोजिङ डब्ल्युडिभी फर द नेक्स्ट इयर। क्लोजिङ डब्ल्युडिभी फर द नेक्स्ट इयर भनेर आउँछ। यो भनेको हाम्रो जुन यो डिप्रिसिएसन बेस भ्यालु माइनस यो हाम्रो अलाउएबल डिप्रिसिएसन। अलाउएबल डिप्रिसिएसन भन्ने छ यो माइनस गर्दाखेरि हाम्रो क्लोजिङ डब्ल्युडिभी भनेर आउँछ। 7 लाख माइनस 1,75,000 भनेको हाम्रो 5,25,000 आयो। त्यसै गरी 12 लाख माइनस 2,40,000 भनेर हाम्रो गर्दाखेरि 9,60,000 भनेर आउँछ। हाम्रो क्लोजिङ डब्ल्युडिभी फर द नेक्स्ट इयर भनेर आयो। ल अब हाम्रो क्लोजिङ डब्ल्युडिभी फर द नेक्स्ट इयर भनेर निस्क्यो। अब त्यस पछाडि हामी एड भनेर गर्छौँ। एड चाहिँ हामी के गर्छौँ भने जुन अघि हाम्रो यो एडिसन ड्युरिङ द इयरमा हामीले निकाले यो जुन हालेको अमाउन्टहरू छ नि यो अमाउन्टमा बाँकी जति अमाउन्ट चाहिँ हाल्न बाँकी छ अनएब्जर्ब छ त्यो अमाउन्ट चाहिँ हामी यहाँनिर हाल्छौँ अनएब्जर्ब्ड पोर्सन फ्रम एडिसन। जुन माथि एड गरेको छौँ त्यहाँबाट जुन कुरा चाहिँ हामीले
एब्जर्ब गर्न बाँकी छ, जुन कुरा चढाउन बाँकी छ, जति चढायो त्योभन्दा बाँकीको अमाउन्ट हामी यहाँनिर चढाउँछौँ। अब अश्विनमा किनेको सामान त हामीले जतिको त्यति नै चढायौँ। चढाउन बाँकी भनेको हाम्रो अन फर्स्ट फागुन भनेर हाम्रो 3 लाखको 2/3% चढायो भनेपछि अब हाम्रो कति भयो 1/3 बाँकी रहेको छ। यो 1/3 3 लाखको 1/3 भनेको हाम्रो 1 लाख 1 लाख चढाउनु बाँकी रहेछ। यहाँ पनि 1 लाख चढाउनु बाँकी रहेछ। त्यसै गरी अन 21 वैशाख भनेर हाम्रो 6 लाख दिएको थियो। 6 लाख भनेर दिएको थियो इन्टु 1/3 चढाएको थियो, बाँकी रहेको 2/3 चढाउनु बाँकी थियो। ब्लक बीमा 0 थियो, 0 लेख्दा भइहाल्यो। अनि ब्लक सीमा चाहिँ हाम्रो अब 2/3 6 लाखको 2/3 भनेको हाम्रो 4 लाख हुन आउँछ। यो भयो। अब यस पछाडि हामी एड क्यापिटलाइज्ड रिपेयर भनेर लेख्छौँ। यो क्यापिटलाइज रिपेयर हामीले किन लेखेको भनेदेखि हामीलाई क्वेसनमा के भनेको छ, रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट ड्युरिङ द इयर भनेर बीमा 40,000 जुन चाहिँ अब हाम्रो इक्विपमेन्टहरू अफिसमा युज हुने इक्विपमेन्टहरू फर्निचर एन्ड फिक्चरहरू यदि ड्यामेज भयो भने त्यसलाई रिपेयर गर्ने अमाउन्ट हाम्रो 40,000 र हाम्रो जुन चाहिँ ब्लक सीमा रहेको छ, जुन हाम्रो यो बसहरू भयो, मिनी बसहरू भयो, अटोमोबाइल्सको कुराहरू भयो, यसमा के कुराहरू रिपेयरहरू गर्नु पर्यो भने त्यसको लागि कस्ट कति दिएको रहेछ 90,000 भनेर दिएको रहेछ। अब यो गर्नुभन्दा अगाडि हामी यहाँनिर वर्किङ नोट भनेर लेख्छौँ हाम्रो है। वर्किङ नोटको लागि चाहिँ मैले यतापट्टि बनाएँ, यहाँनिर अब अट्दैन। वर्किङ नोट भनेर मैले रफ तरिकाले गरेर यसलाई पर्टिकुलर। त्यस पछाडि यहाँनिर ब्लक बी हो यो, यहाँनिर ब्लक सी भनेर पर्छ। हामी 7% अफ डिप्रिसिएसन बेस भ्यालु, जुन डिप्रिसिएसन बेस भ्यालु छ त्यसको 7% हामी निकाल्छौँ। यहाँ यतापट्टि डिप्रिसिएसन बेस भ्यालु हाम्रो कति थियो 7 लाख थियो। अब ब्लक बीमा 7 लाख थियो, 7 लाखको 7% भनेको हाम्रो 49,000 भनेर आउँछ। त्यसै गरी 12 लाख छ यतापट्टि, 12 लाखको 7% भनेर हाम्रो आउँदो रहेछ 84,000 भनेर आउँदो रहेछ। एक्चुअल रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट भनेर कति दिएको छ हामीलाई क्वेसनले यहाँनिर एक्चुअल रिपेयर एन्ड इम्प्रुभमेन्ट कस्ट भनेर हामीलाई क्वेसनले दिएको छ 40,000 दिएको छ ब्लक बीमा, 40,000 दिएको छ ब्लक बीमा, 40,000 भनेर दिएको छ। त्यसै गरी ब्लक सीमा हामीलाई 90,000 भनेर दिएको छ। तपाईँले क्वेसनमा हेर्नु। अब यो दियो, अब यसमा हामीले के बुझ्नुपर्छ भनेदेखि जुन यो डिप्रिसिएसनको अमाउन्ट भन्दा एक्चुअलको रिपेयर अमाउन्ट जुनमा धेरै छ त्यसको मात्रै क्यापिटल रिपेयर हामी यहाँनिर के गर्छौँ एड गर्छौँ हैन। 7% अफ डिप्रिसिएसन भ्यालु जुन ब्लक बी को छ 49,000 यो भन्दा एक्चुअल रिपेयर चाहिँ कम छ हैन। एक्चुअल रिपेयर कम छ भने अब यसको हामी क्याल्कुलेट गर्दैन, हामी यसलाई निल लेख्छौँ। अब यसको चाहिँ हामीले जति 90,000 आएको छ, 7% डिप्रिसिएसन 84,000 थियो, तर एक्चुअल रिपेयर कतिको 90,000 को कस्ट आएको छ भने यसको चाहिँ जति डिफरेन्स छ, कति आउँछ डिफरेन्स 6,000 आउँछ। यो 6,000 चाहिँ हामी के गर्छौँ यहाँनिर क्यापिटलाइज रिपेयर भनेर यहाँनिर एड गर्छौँ हामी। ब्लक बीमा 0 नै भइहाल्यो। त्यस पछाडि ब्लक सीमा हाम्रो कति आयो अघि क्यालकुलेट गर्दाखेरि 6,000 भनेर आयो। यो 6,000 लाई हामी एड गर्छौँ। अनि अब हामी निकाल्छौँ यहाँनिर ओपनिङ WDV for the next year. ओपनिङ WDV for the next year भनेर निकाल्छौँ। 5,25,000 मा 1,000 एड गर्दाखेरि हाम्रो कति आउँछ 6,25,000 आउने भयो। त्यसै गरी 9,60,000 प्लस 1,000 भनेको 10,60,000, 4 लाख भनेपछि 14,66 गर्दाखेरि 66,000। ल यति चाहिँ हाम्रो के भयो ओपनिङ WDV फर द नेक्स्ट इयर। यो यति गरिसके पछाडि हाम्रो ड्याममै 7 मार्क्स चाहिँ हाम्रो आइहाल्छ। र योभन्दा पछाडि अर्को हामी चाहिँ यही क्वेसनसँग रिलेटेड हुने कुरा जुन हाम्रो यहाँ अहिले चाहिँ हामीले रिपेयर एन्ड इम्प्रुभमेन्ट
को लागि मात्रै हामी वर्किङ नोट गऱ्यौँ होइन। अब योभन्दा पछाडि चाहिँ हामी पिपिसी जुन चाहिँ हाम्रो पोल्युसन कस्ट कन्ट्रोलसँग रिलेटेड क्वेसन छ त्यो रिलेटेड क्वेसन पनि हामी वर्किङ नोट कसरी गर्छौँ भनेर सल्भ गर्नेछौँ। लाइक गरेर सेयर गरेर सबैलाई आफ्नो साथीभाइहरूलाई यो भिडियो पठाइदिनुहोस्। तपाईँको साथीहरूको पनि 7 मार्क्स यसरी नै सजिलो तरिकाले आउनुपर्छ है त।